दर्शकबिन, नेपाल राष्ट्र बैंकमा अर्थ मन्त्रालयले कायम गभर्नर तोकेको छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिमल सिन्हालाई कायम गभर्नरको जिम्मेवारी तोकेको हो। नेपाल राष्ट्र बैंक ऐन 2058 को दफा 27 बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले वरियताका हिसाबमा डेपुटी गभर्नर ढुङ्गानालाई शोध कामको जिम्मेवारी दिएको हो। आजै अपराह्न मन्त्री परिषदको बैठक बस्ने कार्यतालिका छ। मन्त्री परिषदले आजै गभर्नर नियुक्त नगर्ने सम्भावना देखिएपछि राष्ट्र बैंकले कामको जिम्मेवारी निलमलाई दिने पत्र अर्थ मन्त्रालयमा पठाएको थियो। नेपाल राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले शुक्रबार नै बिदा लिइसकेका छन्। उनको 5 वर्षीय कार्यकाल 25 गते सकिएको थियो। राष्ट्र बैंक गएको 36 घण्टादेखि गभर्नर विहीन रहेको छ।